त्यसरी हुन्छ र सधैँ नटोक्ने पुसो बनाउनु खाने हुँदैन 14 गते फिक्स हो के रे भनेको जस्तो पनि उठ्ला जुटी भन्दा अब फिक्स गरेको के फिक्स गरेको हो के रे छोड्दैन म त कतै ठिक छ म पेलाई एकदम राम्रो प्रोफेसनल हो नि म त अब ल हेर्नुहोस् कामै त्यही हो नि ल हेर्नुहोस् यो त पास्ता गर्ने मेसिन छ यसले त एकदमै भन्छ नि त अब त एउटै साइज हुन्छ क्या सर र पास्ता पेल्ने मेसिनले सट्ट पेल्यो यस्तै आइदिन्छ थुथु होइन न पातला हुन्छ के पातला हुन्छ अनि गिलासले काट्ने के सिस्टम ए मैले नि भन्दा गिलासले हो ठुलो गरेर फेरि अनि गिलास चाहिँ यस्तो गर्ने यस्तो गर्ने यस्तो गर्ने नौले अरु पनि र मोमो धेरै ठुलो भयो नानीमा के भन्छ पिलाउनु त कति गर्छ र यस्तो गर्ने यस्तो गर्ने हो भयो अब त हो त्यस्तो गोलो बनाएको एक नम्बरको बन्यो हा 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 के भन्छन् मेरो दाइले छतरीबा एउटा मैले गर्दिम मसिनो हो त हो सिक्पालु साला कस्तो लाग्यो एकदम बेस्ट छ ठिक छ अब तपाईँको साला त खिसी बढ्यो मासु दोकानमा मोमो त केही नै साथीहरुलाई त्यो कुखुरा चाहिँ त्यो साथीमा आउने बिहा गरे कुखुरा र माछा पनि आफ्नो पाल्ने चाली हामी आज भनेर गएर पछि हानेर ध्यान गर्छ अनि फेरि मजाले बनाइ गर्छ हड्डी सड्डी खरा हुन्छ नि सबै त्यो हुने तरिकाले फ्राई हाती सबै
अच्छा स्वाँ काम चाहिँ के पानी सुक्ने गरौँ यो पनि भिडियो जान्छ क्या हो हाम्रो सादा स्पेसल सुकुटी भनेर न 3000 रुपियाँ किलो भनेर लोकल भैंस का भैँसी लोकल भैंस है ना हड्डी चाहिने छ भन्नु फेरि सुकुटी हड्डी फेरि बोल्दैन भने तपाईँ क्या है बाटी बारी में खाएको त्यही देखिन्छ दुर्गानासी कसले के गर्नु पाउँछ भोलि जाँदैछ भने थाहा पायो भने होइन र झन् आयो भने राम्रै होइन चेस है ल चेस मोमो चेस हेर्दा रसिलो चुहेको पानी हुन्छ चुहेको त सम्झेँ मैले सबै विदेशमा हुनेहरूलाई मोमो आँद्री थुक ननिकल्नु भन्नु सबैले सम्झेँ मैले थाल्दा भयो थाल्दाले दिन्न खानु भन्नु उतै बस्छ नि तिमी उता बस्छ यत्रो ठुलो जाउँ म सेफेली जस्तो बनाएको जुसी नगर्छ होइन बस्नु नहालेको ठिक छ तर मोमो हुँदैन मोमो स्पेसल भएको छ तर चाहिँ कसैले आफ्नो घरमा भनेर मिठो भन्यो होला त्यो होइन कि साँच्चै मिठो छ एकदमै आउनु होला मोमो खाना छिटै आज त त्यस्तै हो छिटै भयो नि अब त्यहाँ आउनुलाई सबै फ्यामिली बसेर सँगै खानुपर्छ 15 पिस खायो म हो आयो 2 17 15 2 17 सायद अझै थपिन्छ होला ल यो लास्ट पिस फेरि थप लास्ट पिस 17 अब थप्ने फेरि अब 3टा थप्यो भने 20 वटा हुन्छ भने 3 पिस थप्नु पर्यो ल यो चाहिँ नि मेरो आफ्नै हातले बनाएको मोमो हो म है थपेको यो कति ठुल्ठुलो कि 17 पिस खायो यो ठुल्ठुलो छ त्यो चारले गर्दा 21 भयो तर पनि यो गन्यो भने एउटा मोमोको 3टा हुन्छ यो होटेलकोमा खाने भए 3टा भन्नु नि बढी हुन्छ झन् 30 वटा मोमो खाने भयो आज मैले 3 प्लेट मोमो मिठो भएछ रस कतिको आएको छ फोडिदियो त तिमीले अनि मोमो फोड्नु गइयो है तातो भएर फोडेर खाएको मैं बनाऊंगा ठीक है कुलियो कविता खान्छ दी लगा ली खाइजा खा बनाउँदै बनाउनु फुल त मोमै खानु आजकल त्यही हो र तिमीलाई मोमो भयो लियो भयो जानी अलिअलि मोमो खाँदा बुई गरम माथिले बुई गरम बुई गरम बुते वाला बुते के ना लोकल बते अब को
बते 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 बुई गर माथिले बुई गरम बुई गरम बते के ना बते 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 अब को बते 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 बते